डगी हो ओ माई गॉड आजभोलि सबैको फेभरेट डगी नै रहेछ हल्लेको देख्दा कस्तो रङ्ग लाग्छ के अभि साच्ची भनेको किनभने अब आजभोलि धेरैवटा ब्रेकअप लभहरू भइरहेको हुन्छ नि त सबलाई मन पर्ने भनेकै डगी नै हो मेरो चाहिँ ब्रेकअप पनि भएको छैन लभ पनि परेको छैन कि तर पनि के रे त्यस्तो चाहिँ मन पर्छ कि के कफी 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 गाइस सबैले माया गरौँ गाइस खोइ त गल्छ चुप्पा सुप्पा माया सा खोइ त चुप्पा हान्ने कोही छ तलबाट कमेन्ट गर्नु न तलबाट हान्नुस् त्यसपछि बिस्तारै चढेर माथिबाट पनि हान्नु होला कम अन गाइसहरु चुप्पा हान्दिन त फ्रिडम हजुर यहाँ हुनुहुन्छ तलबाट कमेन्ट गरिरहेछ हाम्रो प्रेम दाइले हजुर हुनुहुन्छ भनेर आइडी शो गर्नु न सोल्टी चुप्पा हान्नु न ठुलो खालको कस्तो सानो हानेको सानो बिस्तारै ठुलो हान्छन् अनि मजा आउँछ गाइस कम अन एकैचोटि ठुलो हान्यो भने गाह्रो होला नि त छिटो घोप भने के हो यो घोप भने चाहिँ के रहेछ हजुर म थोरै बिजी हुन्छु कि मलाई नझाड्नु अनि मलाई मन पराउने मान्छे आयो भने इनबक्समा जा भनिदिनुहोस् ए हुन्छ म किन झार्ने हो र म छिटो झार्दिनँ नि टेन्सन नगर्नु न तपाईँ सबैजना गाइस कम अन लेट्स गो म हताबाट झार्दिनँ सबैजना गाइस मजाले फलो सलो गर्दै साथी पाउँदै माथि आउनु त गाइस कम अन सोची आए र ल ठिक छ अब गाइस नेक्स्ट को आउने चिनासँग को गर्ने चिनासँग को गर्ने हो तलबाट एउटा चुप्पा हानेर माथि चढ्नु न चुप्पा हानेर कि डगी हानेर पनि माथि चढ्न सक्नुहुन्छ डगी हान्दा नै हुन्छ चढ्नु न त माथि चढ्नु त को हुनुहुन्छ ल गाइस कम अन सबैजना टपमा आउनु पर्ने हुन्छ गाइस सबैजना सपोर्टिभ बनाउँ गाइस कम अन खोइ त हट्टाकट्टा चवनी कोही हुनु न यहाँ ओ माई गॉड के हो छिटो हे मेरो यहाँ कोइन लोटै भएन के न म हान्दिन्थेँ हो र माइल दाइ भ्याउँदै दाइ ए माइल दाइको फेक आइडी लिएर आएको रहेछ क्या हो ल सबैजना गाइस कम अन छिटो गाइस को चढ्ने सान दाइ के छ अब के हाम्रो सान दाइले पनि आउनु भएको छ रियल फेसमा आउनु म हान्छु डगी भन्दैछ ल है ब्युटिफुल चाहिँ एकैछिन वेट गर्नु ल एकैछिन वेट गर्दै गर्नु म हजुरलाई एकैछिनमा लिन्छु ब्युटिफुल लभलीजी हजुरको पनि खोलौँ त अलि पानी ठुलो परिरहेछ हेलो सञ्जीव सर हेलो वेलकम छ हजुर के छ ठिकै छ हजुर खोल्नुहोस् न सर भिडियो खोल्नु न हजुर उठाउनु पर्ने हुन्छ उठाउनु पर्ने हो